कुनै पनि राम्रो कन्डिसनमा भएको गाडी त हरेकले चलाउन सक्दछ, तर वास्तविक चालक त्यो हो जो एक्सिडेन्टमा परेको बिग्रिएको गाडीलाई पनि फेरि ट्र्याकमा ल्याएर चलाउने हिम्मत गर्दछ। त्यसैले जिन्दगीमा वास्तविक साहसी त्यो मान्छे होइन जो सजिलो अवस्थामा नेतृत्व गर्छ। वास्तविक साहसी त त्यो हो जो सबैभन्दा कठिन समयमा पनि जिम्मेवारी लिन तयार हुन्छ। र त्यही साहस देखाउने व्यक्तिहरूमध्ये एक हुन् नेपालकी साहसी आमा सुशीला कार्की। हेलो फ्रेन्ड्स, दिस इज ग्रेट वेपन। जेनजी आन्दोलन पछाडि जब देशको अवस्था एक्सिडेन्टमा परेको गाडी जस्तै भएको थियो, देशको आधारभूत संरचनाहरू जति सबै जलेर खरानी भइसकेको थियो, व्यवस्था उल्टिसकेको थियो, सरकार ढलिसकेको थियो र नेतृत्व गर्न सक्ने मानिसहरू पनि पछि हटिरहेका थिए। त्यस्तो समयमा देशको जिम्मेवारी लिनु सामान्य कुरा थिएन, किनकि देशको अवस्था यस्तो थियो जहाँ सानो गल्तीले पनि सबै कुरा अझै बिग्रिन सक्थ्यो। तर जब प्राय मानिसहरू अगाडि बढ्न डराइरहेका थिए, त्यही समयमा 70 वर्षको उमेरमा पनि देशको जिम्मेवारी लिन तयार भएकी थिइन् एक साहसी महिला सुशीला कार्की। अब तपाईको मनमा यो प्रश्न उब्जिन सक्छ कि आखिर को हुन् त सुशीला कार्की? सुशीला कार्की नेपालकी एक साहसी र निडर महिला हुन्। उहाँको जन्म एक सामान्य परिवारमा भएको थियो, तर सामान्य परिवारमा जन्मिए पनि उहाँको सोच भने कहिले सामान्य थिएन। सानैदेखि अन्याय र गलत कुराको विरुद्ध लड्न सक्ने साहस उहाँमा भरिएको थियो। त्यही साहस र मेहनतको कारण उहाँ नेपालकै न्याय क्षेत्रको सबैभन्दा उच्च पदसम्म पुग्न सफल हुनुभयो। नेपालको इतिहासमा पहिलो महिला प्रधान न्यायाधीशदेखि पहिलो महिला प्रधानमन्त्रीसम्म बन्न सफल हुनुभयो। तर उहाँलाई महान बनाउने कुरा केवल पद होइन, उहाँको साहस, इमान्दारिता र निर्णय लिने क्षमता हो। किनकि जब देश राजनीतिक अस्थिरता र अन्योलको अवस्थामा थियो, त्यो बेला देशलाई सही दिशामा लैजान एक सही नेतृत्वको आवश्यकता थियो। धेरै मानिसहरू डराइरहेका थिए, जिम्मेवारी लिन कोही पनि तयार नै थिएनन्। तर त्यही कठिन समयमा सुशीला कार्की जस्तो व्यक्तिहरू देशको नेतृत्व लिने हिम्मत गरे। जेनजी आन्दोलनपछि 6 महिनामै चुनाव हुने कुरा असम्भव लागिरहेकै बेला सुशीला कार्कीले भने त्यो असम्भवलाई सम्भव बनाउन सफल हुनुभयो। त्यसैले मित्रहरू, इतिहास हेर्दा हामीले एउटा कुरा स्पष्ट देख्न सक्छौं। सजिलो समयमा अगाडि आउने मानिसहरू धेरै हुन्छन्, तर कठिन समयमा जिम्मेवारी लिने मानिसहरू भने धेरै कम हुन्छन्। जिन्दगीमा पनि ठिक त्यस्तै हुन्छ। जब सबै कुरा ठिक चलिरहेको हुन्छ, त्यो बेला ठुलो काम गरेको जस्तो देखिन सक्छ, तर जब परिस्थिति बिग्रिएको हुन्छ, त्यति बेला तपाईको साँचो क्षमता, साहस र चरित्र देखिन्छ। त्यसैले यदि आज तपाईको जिन्दगी पनि एक्सिडेन्टमा परेको गाडी जस्तै ट्र्याकबाट बाहिर गएको जस्तो लागिरहेको छ भने हार मान्नु पर्दैन। किनकि इतिहासले देखाइसकेको छ, सही हिम्मत, सही निर्णय र सही सोच भएको मानिसले बिग्रिएको परिस्थितिलाई पनि फेरि ट्र्याकमा ल्याएर चलाउन सक्दछ। भिडियो मन परे लाइक, कमेन्ट अनि शेयर गर्न नबिर्सिनुहोला र यस्तै नै ग्रेट मोटिभेसनको लागि हाम्रो च्यानललाई अवश्य नै सब्स्क्राइब गर्नुहोस्। थ्यांक यू।